ल म चाहिँ अब अहिले अर्को ठाउँमा आएको छु है। यो छुट्टीको दिन चाहिँ अब घुम्नलाई। यहाँदेखि चाहिँ यो चाहिँ एउटा हाम्रो बोर्डर निरको है। यहाँदेखि उता चाहिँ अब अर्को जर्मन सिटी पर्छ। यो जर्मन सिटी निरको चाहिँ हाम्रो एउटा अर्को सिटी हो। यो ठाउँमा चाहिँ घुम्न आएको छु। अब निकै हरियाली छ, राम्रो छ। ठाउँ पनि हरियाली छ होइन, रमाइलो छ ठाउँहरू। म चाहिँ अब यता युरोपमा भएर अब युरोप घुम्दैछु। तपाईँहरू चाहिँ मेरो भिडियो हेरेर युरोप घुम्नु होला है। सेम हाम्रो नेपाल जस्तै छ यहाँको वातावरण, मौसम चाहिँ है। अब अहिले चाहिँ दिउँसो कहिलेकाहीँ फाटाफुट्टा गर्मी चाहिँ हुन्छ, त्यस्तो फिलिङ चाहिँ भएको छैन। ल यस्तो घुमेछु। अरू बेला राजधानी घुम्थ्यो। यो पनि अब सानो सिटी भनौँ न। हाम्रो नेपालकै अब दमक, धरान, इटली यस्तै हो, सानो एउटा मजाको सिटी छ। यसको साइडपछि चाहिँ पाहाडहरू छ। त्यो पाहाड उता कटेपछि चाहिँ हामी जर्मन लाग्छ है त। हरियाली पनि राम्रो छ, एकदम मजाको छ। ल अरू भिडियोहरू फेरि बनाउँदै गर्छु है त। सबैलाई धेरै धेरै सम्झना।